हेलो साथीहरू, गुड मर्निङ। हामी यति बेला गुल्मीमा छौँ है, गुल्मी रेडीमा छौँ। देख्न सक्नुहुन्छ रेडी पवित्र धर्मस्थल। केही खराब पात्रहरूले हामीलाई साथ छोड्यो भन्दैमा यात्रा हाम्रो रोकिने आएको निरन्तर यात्रा यसरी खोला बगिरहेको यसरी रेडी नदी पवित्र गङ्गा बगिरहनु भएको छ। हामी पनि त्यसरी त्यस कारणले हामी आजको यात्रामा फेरि निस्किसकेका छौँ। अब पछि तपाईँहरूलाई कहाँ पुगिने छ भनेर ल्याउने नै छौँ। साथमा मेरा प्लस है, मेरो ड्राइभर चाहिँ प्रकाश सधैँ जान्छ। हेलो केटाउ, खोला जस्तो बगिरहँ, हावा जस्तो उडिरहँ। बडीगार्ड पुल हामी यति बेला झर्दैछौँ। पछाडि भेनारसको चाहिँ यसरी अनएक्सपेक्टेड होला भनेर हामीले सोचेको थियौँ। पुरै केरा हामी अब खैरेनी रेडी पहाडी कुर्ती घाट र कता हर्मी चौर यताबाट गइन्छ। यता कहाँबाट गइन्छ र? यताबाट गइन्छ हामी सिधै कहाँ चौपाटनसम्म जाने बाटो यही हो। यो बाटो मजुवाको बाटो हुँदै यो बाटो चाहिँ शान्तिपुर हाम्रो पहाड सत्यवती गाउँपालिका बाटाका चौर खाल्ले जान पनि गुल्मी आइसकेका छौँ है साथीहरू। आउँछ कि नै आउँछ। अब हामी एउटा गीत गाउन गइरहेका छौँ रुद्र बेनीको लागि। फ्रन्ट क्यामेरा हुन्छ कि नै अनि प्रकाश नेउपाने हुनुहुन्छ हाम्रो साथमा म्युजिकको लागि। कालीकोटिरैतिर मुटु छाम्दै बसमा सररा बाटोभरि अब फुल फुल्न सुरु भइसक्यो। बाटो अब हल्का एक्सट्रिम आउँदैछ है। भाइब्स पुरै भाइब्स छ है, पुरै भाइब्समा आएको छौँ हामीहरू। हामीलाई आज नेचरसँग यसरी रमाइलो गर्दाखेरि साह्रै रमाइलो लागिरहेको छ साथीहरू। तर के हो ल साथीहरू, हामी एउटा उल्ली खोला भन्नेमा आयौँ। हेर्न सक्नुहुन्छ पानी पुरै यस्तो छ अरे के हो यो भन्ने कुरा प्रकाशजीले मलाई बताइसक्नु। खनिजहरू बगेर गइरहेका छन् अरे। अस्ति लेदो पानी आएर पुरै बगाएर लिएर गयो। ढुङ्गा सधैँ हिँड्ने थियौँ कि यहाँ कस्तो कालो हुँदा नि यहाँ माटो रोका न कोइला खानी होला क्या त्यो पुरै। हेर त केही न केही यहाँ छ खनिज पदार्थहरू बहुत छ नि। हामी यति बेला कोइला पनि यहाँ फेला पर्यो है। नेपालको रिसोर्सेस बट इट हेज बिन बिट युटिलाइज येट। ओके बगिरहेको छ खनिज पदार्थहरू। यसमा बाल छैन के देशमा बाँचिरहेको छ प्योर यस्तो राम्रो यस्तो यहाँ भुइँमा भेट्छ यो होइन। कति छन् यहाँ पुरा हो नि यार हेर न यस्तो राम्रो छ कि के भेटिन्छ यहाँ पुरै यो यहाँ नि यहाँ बहुत यो केही न केही त गर्नु पर्ने यार साथीहरू। हामी यति बेला उल्ली खोलामा आएर बसेर यसरी यहाँ हामीले देशको बारेमा चिन्ता गरिरहेको छौँ। यसरी बगिरहेछ होइन। यहाँ खनिज पदार्थहरू कति छन् यसको युटिलाइज गर्न सकेको छैन अहिलेसम्म कसैले पनि। जेड कलर हो कि नै के कलरका ढुङ्गा छन् नि। पुल त बन्दै रहेछ धन्न। हेलो गाइस, वेलकम टु माई च्यानल। सब्सक्राइब भेरी सुन। सबले राम्रो सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला राम्रोसँग भिडियो कस्तो आउँछ, बाटो कस्तो छ हेर्दै जानु होला साथीहरू। अब हामी चाहिँ यात्रामै छौँ है। तल चलचल बगिरहेको छ खोला। भेनाले खाँदै हुनुहुन्छ घोला। खानु न भेना यस्तो छैन काली ठिक छ नि। जी डराएर नगरपालिका गुल्मी यहाँबाट सिमासँग हामी चाहिँ बागलुङ लाग्दैछौँ। हामी चाहिँ लुम्बिनी प्रदेश छोडेर गण्डकी प्रदेशमा स्वागत छ। बडीगार्ड गाउँपालिका बडीगार्ड अरे बडीगार्ड देखो आया बडीगार्ड। सीमा क्षेत्र प्रारम्भ खनिज माथि हिँडे जस्तै हो बाटो देखाइदेऊ त। खनिज बाटै त देखाऊ के खनिजपूर्ण बाटो यार के हो यस्तो हो। खनिज हो क्या माल पाएको चाल्न पाएको देश छ। साथीहरू हामी बुर्तिबाङ आइसक्यौँ है। बुर्तिबाङ दरबार ल हामी चाहिँ यति बेला बागलुङ
सरी अग्लो यो तर बुद्धिमाङ आइसकेका छौँ ढोरपाटन नगरपालिकामा बुद्धिमाङ हामी यसलाई घुमिरहेका छौँ अब हामी खानाको खोजीमा छौँ हेलो एभ्रिवान हाम्रो यात्रा फेरि सुरु भइसकेको छ तल देख्न सक्छौँ खोला हामी ढोरपाटनको लागि हिँडिसकेका छौँ बुद्धिमाङबाट बल्ल भर्खरै हामीले सामान किनेर निस्क्यौँ अब चाहिँ हामी जान्छौँ है त साथीहरू पानी परेको छ हेर्नु पानी परेर ओत्रियो सूर्य कस्तो भइरहेछ पानी परेर यहाँ नमजा लाग्छ बाख्राको खोभित्र छ मान्छे अहिले गाइज हामीहरू चाहिँ हेर यस्तो बाटो अफरोडै अफरोड हुँदै आइयो यहाँसम्म अहिले सूर्यमा छन् भेना र प्रकाश चाहिँ आउँदैछन् पानी परिरहेछ हल्का हल्का तर दामी मौसम छ यार बाटो चाहिँ अफरोडै रहेछ पुरै अब हामी जाँदैछौँ यहाँबाट भेनाहरूलाई कुरिरहेको बल्ल मालिकहरू आउँदै हुनुहुन्छ है फाइनल्ली ढोरपाटन आइपुग्यो हामी अब यहाँ होटल जान तयारी यहाँ एन्ट्री गरेर बाटोको केही देखाउन सकिएन लास्टै अफरोडै अफरोड बबाल छ तर यार जाडो थुत्थुत भइरहेछ अब हामी यहाँ ढोरपाटन लिएको जानुपर्ने रहेछ हजुर 8:40 टाइममा ढोरपाटन चिनारी गेस्ट हाउसमा हेलो प्रकाश सरको ख्वाइस अनुसार आएर अब बस्दैछौँ मोबाइल त केही पनि देखेन भोलि अनि देखाउँछु हेलो साथीहरू अब हामी रुममा आइसक्यो अब जाडो भयो तुर अब सुत्न लाग्यो है त्यहाँ प्रकाश हेलो प्रकाशजी के गुड नाइट भनिदिनुहुन्छ कि गुड नाइट शुभरात्रि सबै नाच्यो रात्रि गाडी बात पनि देखाइदियो बाख्रै मर्निङ एभ्रिवान हामी चाहिँ उठिसकेका छौँ है बिहानको ढोरपाटन यस्तो छ घोडाहरू मौसम दामी छ अब हामी यहाँबाट चाहिँ बुकीपाटनको लागि ट्रेकिङको लागि हिँड्न तयार छौँ जुत्ता लगाइयो हो ट्याक्क लाएर हिँडिन्छ है त ठाउँ चाहिँ दामी छ साथीहरू हाम्रो यात्रा सुरु भइसकेको छ है हामी चाहिँ बुकीपाटन जाने भनेर हिँडिसकेका छौँ चस्मा फेरि मेरो यो एकदमै वान पिस चस्मा हो हिँडौँ साथीहरू हिँडौँ चाहिँ लगभग आधी घन्टा जस्तो हिँडिसक्यो दामी पुलहरू छ यहाँ तलतिर हिँडिसकेका थियौँ हिँड्दै एउटा अराजक तत्त्व आइसक्नु भएको छ उहाँ नै हो हामीलाई बाटो देखाउने मान्छे सोलो आएको उहाँ सोलो आउनुभयो हामी 4 जना हिँड्दै आयौँ उहाँ आज एक्लै बहुत तर्दै आउनुभएको छ उहाँलाई पनि स्वागतै गर्न चाहन्छु अब हामी यतातिर जान्छौँ हिँड के हिँड फुलहरू स्टार्ट भइसकेका छन् स्टार्ट भयो है साथीहरू हिँड्ने क्रममै छौँ है दुईवटा जन्तुहरू घोडा चढे जस्तो लाग्छ त्यहाँ अलि भेट्टाइ जान्दिनँ खोडा हानिन्छ फाइनल्ली सबैसँग भेट भइसक्यो मजा आइरहेछ तर त्यहाँ पारी हेर न प्यालो प्यालो सागुरे गैँडा अनि त्यसपछि के बाँसुरी धुन आहो धुन बजाउँदै माया जल्न बुन डाली पलायो आहो सुन माया यो बन पाकामा भूतले बोलायो बाँसुरी धुन बाट हिँडिसकेपछि हामी यो उकालो चढेपछि यो पहिलो सागुरे गौडा भन्ने यो चाहिँ 3060 मिटर रहेछ यहाँ 60 मिटरको एल्टिट्युडमा छ अब यो जस स्टार्टिङ फेजको पहिलो जक्सन भनौँ न एक हिसाबले पहिलो दर्शन पहिलो यो यसपछि चाहिँ हामी अलिकति ओह्रालो गएर अनि सिधा बाटो र बल्ल उकालो बाटो चाहिँ लाग्छ आँखाले देखे अनुसार प्रकाशजीले रिपोर्टिङ गर्नुभयो हामी फेरि पनि यात्रामै छौँ यो चाहिँ विशेषवाला यात्रा हो विशेषवाला यात्रा हो अब हामी हिँडेको छौँ ट्रेकिङ लास्टै गर्न पनि रहेछ 4 घन्टा अहिले आइपुग्यो भेना आउने हुनुहुन्छ है बबाल ठाउँमा आइपुग्यो आनन्द नेटवर्कको यो नेचरको खोलाको आवाज यस्तो बवाल सुन्ने छ भनेपछि है हामी हिँडै छौँ अरे साथी हो बाटो चाहिँ बवाल भएछ हेलो भनिदिनु दाइ
यहाँ दुई भाइ गफरै आइयो कस्तो लागिरहेको छ भन्नु त अरे मजा आउँछ हामीलाई के गर्नु हिँड्न सकेन र पो हो त यार भएन हिँड्न सकेन हो त हालत खराब बाटो चाहिँ एकदम रुट राम्रो रहेछ भवाल एउटा खोलाको तिरैति त्यहाँ लाएर होइन बाटो चाहिँ अलिअलि उचालो सम्म आइपुगेको छ र हामी सागुरे गौडाबाट लगभग आधी घन्टा जस्तो हिँडेपछि अन्तरे थरी भन्ने ठाउँमा आइसकेका छौँ साथीहरू हिँड्नै नसकेर कुरै गर्दाखेरि टाइम लस भइसक्यो भेना रसहरू देख्छन् पवन र प्रकाशहरू देखेका अनि जाँदैछौँ बाटो अब खै हाम्रो यस्तो हिँडाइले त अब भोलि भिडियो हेर्दाखेरि साथीहरूलाई के भन्न चाहन्छु भने अलि हिँड्नुहोस् खानपिनमा हामीले ध्यान दिउँ विशेष गरी सबै साथीहरूलाई भन्न चाहन्छु यहाँ मान्छेहरू आफ्नो फ्यामिली लिएर सानो बच्चादेखि बाबा मम्मी भएर यहाँ घुम्न आउनु भएको थियो अघि एउटा दाइसँग कुरा भयो उहाँले त्यही भन्नुहुन्छ वर्षमा एकचोटि अनिवार्य नभए दुईचोटि चाहिँ सकेसम्म ट्रेक गरेको राम्रो परिवारसँग भनेर सल्लाह पनि दिनुभयो अहिले ल अन्तरे थरी आइयो तिजको अवसर तिजको दिन यस्तो हेर एउटा तिजको गीत त गाउनुपर्छ अहिले गाएँ त मैले यार ओके के हो त शनिबार दरम अगाडि धरम तलतिर भेनाको जुबिल साथी हो ल अघिल्लो स्टेसनबाट चेप्टा ढुङ्गा भन्ने ठाउँसम्म 3420 मिटर हाइट ठ्याक्कै 20 मिनटमा आइयो सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया ल कताबाट आउँछ खानकी डान यस्तो छ खानकी डाइटवाला खानकी भन्छ पवनको खानकी छुट्टै हो त भात बाबुज्यू हार्नुहोस् बुढा यत्रै गरममा बाख्राहरूलाई देख्न सक्यौँ यहाँ यस्तो बाख्रा सायद हामीले देखेका थिएनौँ यिनी च्याङ्राहरू जस्तो लाग्छ मलाई सानो सानो पाठो भेडीको माहु बिना हिँड्दैन बालखैमा के अरे चेप्टे ढुङ्गाबाट त्यही 17-18 मिनट हिँडेपछि ठाडो होला भन्ने आइयो चाहिँ पुरै ठाडो बाटो आएछ उहाँ माथि पुग्ने हो सधैँ मैले कुरिरहेको हुन्छु केटाहरूलाई आउँदै आउँदैन भेनाबाट अगाडि हुनुहुन्छ सुन चाहिँ जारी छ पवनहरू चाहिँ पछाडि छन् सबभन्दा अगाडि सूर्य होइन प्रकाश लहर्दै हिँडेको मैले है फुलहरू बवाल ट्रायल छ उहाँ बसौँ भेना उहाँ माथि पुग्नु भयो देउराली ढुङ्गे देउराली आइसक्यो देउराली थाम्नु न छ जाने जय भगवान् फाइनल्ली ढुङ्गे देउराली 3750 मिटर आइसक्यो साथीहरू हिँडिरहेका छन् बल्ल फाइनल्ली कहाँ आयो बाबु ढुङ्गे देउराली आयो कस्तो भयो Best memories, but my leg is not working right now. दिमाग अल्सो नट वर्किङ भेनाको My brain is भेनाको working. फोक्सो तगडा रहेछ नजारामा आइयो उकालो थाकेर फ्या परेछ बाबु के बोल्दैन त आउन चाहनेहरूलाई आउनुहोस् यस्तो बवाल ठाउँ छ खुट्टा दुख्छ त्यही पनि मजा आउँछ मजा आउँछ ठिक हो बवाल चल लगभग बुर्की पाटन आइसक्यो माथि झन्डा छ भेना त्यहाँ पुग्नु भेना थाक्नु हो सूर्य थाको हजुर आउनुहोस् कोइरेला छ दामी ठाउँ छ यार गप्पा छेडा भन्ने ठाउँ 4000 मिटरमा भेनाजु आएर त्यसरी बसिसक्नु भयो सूर्यलाई ल्याएँ पवन आउँदै हुनुहुन्छ माथि टेर्नु छ अरे खाजा खाने अनि त्यसपछि
माथि जाने ठिकेदारा सिमली छायामा बसी भरिया लामो सास फेर चिसो भयो साथीहरू यस्तरी हिँड्ने हो साँझ परेपछि फर्स्ट चिसो हुँदैछ नास्ता खाएर चना अन्डा दुध चिया सबै खाएर हिँड्ने हो अब पुगिन्छ साथीहरू ल ठाडै उकालोमा उहाँ ऊ भेनाजुरा प्रकाश चाहिँ उहाँ पुगे छन् है अब हामी चाहिँ पवन उहाँ सूर्य चाहिँ यहाँ सूर्यलाई हल्का गाह्रो भएर कुरे हम यस्तो उकालो चढेर आयो है ल माथि जान यस्तो छ साथमा को छ त भन्न त म पवन दाजु प्रकाशले उहाँ टुल्टु लिएर हानु भेना अगाडि गइसकेँ यस्तो रोमान्चिक देउरालीमा आइयो यो 4138 मिटर भयो अरे मिस्टेक भएर यस्तो ठाउँ चाहिँ ए वा कहाँ गयो केटाहरू आऊ फाइनल्ली डेस्टिनेसनमा आइपुगेका छौँ माथि के ठाउँ अरे भेनाजु भन्नु त यो त खाइके भन्छ भेनाजुको टोपी रक्खा छ अब भोलि देखाउनु पर्ला आज त चार्ज पनि छैन पावर ब्याङ्कमै त्यो चार्ज लगाएर त्यो टेन्टमा गएर सुत्ने पवन त्यो प्रकाश के अरे नाम के धारा अरे टिकेदार आयो ल मेरी माया बस्यो गाउँमा नै थानेर बस मेरी प्यारी सिमे पानीमा सारो बरिलाई सिमे पानीमा सारो बरिलाई सिमे पानीमा सारो तिम्रो हाम्रो माया पिरिम बस्यो तिम्रो हाम्रो माया पिरिम बस्यो धीरे धीरे माया मारम बरिलाई धीरे धीरे माया मारम बरिलाई धीरे धीरे माया मारम बरिलाई धीरे धीरे माया हैप्पी डे कालीले लयो सलाला सिरै लाउने सिरपुर झलला लाली जोबन कालीले लयो सलाला लाली जोबन कालीले लयो सलाला शाबास शाबास पहिला पनि गर्न तरकारी हुन्न के यार मादल पनि यस्तो बच्चा के एकछिन बग्न अहिले तामी यार लबन यस्तै छ जुनी यस्तै छ जुनी घाँस दाउरा सधैँभरि नगरी नहुने वनपाखामा रुच्दै झरीमा ससै तैले सुख पाउने होला यो गोठालो जीवनमा सधैँ पीडा पर्छ यो मनमा धुन बजाउँदै माया
नमुना डाली पलायो आहो सुन माया यो बन पाखामा कसले बोलायो बाँसुरी धुन आहो धुन बजाउँदै माया जल्न बुन डाली बोलायो आहो सुन माया यो बन पाखामा कसले बोलायो फुकल दियो स्कुले जामा भन्न मात्र माइतीका बाबुआमा फुकल दियो स्कुले जामा माइतीका बाबुआमा हामी सुतिसक्यो भेना हामी कस्तो सुत्यो थुरथुर परिरहेको छु जाडो पर्छ टेन्टमा पवन टेन्ट मुनि पवन मिन्चु सुत्नु भयो पर्खाले ढोका लाउँदै हन् हामी यस्तो टेन्टमा छौँ आज है पवन मिन्चु मुख देखाउनु न एकचोटि अरू होइन साथीहरू मेलाई पुरै सिरेठेल हान्नेवाला हो कि त मलाई गुड नाइट साथीहरू सूर्य गुड नाइट गुड नाइट भन गुड नाइट डार्लिङहरू हाम्रो भाग्य खराब रहेछ पुरै पानी पऱ्यो तैले सुख पाउने होला यो गोठालो जीवनमा सधैँतिर पर्छ यो मनमा रुद्र बेनी कालीको तिरैतिर मुटु छाम्दै बसमा सरर